हेलो नमस्ते स्वागत छ मेरो च्यानलमा। आज म बनाउँदैछु स्वादिलो र एकदमै टेस्टी झोल माछा। आजको रेसिपी मैले एकदमै फरक तरिकाले बनाउँदैछु। तपाईहरुले पनि यसरी नै बनाउनु भयो भने फेरि पनि बनाउन मन लाग्नेछ। र आउनु सुरु गरौँ आजको माछा बनाउनतिर। मैले 500 ग्राम जति माछा लिएकी छु र सफा पानीले पखालेर राखेको। यसमा थोरै बेसार, थोरै नुन र कागतीको रस राखेर यसलाई सबैतिर लाग्ने गरी मिक्स गरेर 10 मिनेट जति यत्तिकै राख्नुपर्छ। कागतीको रसले माछा फ्राई गर्दा माछा छुट्टिन दिन्न। र अब माछा फ्राई गर्नतिर लागौँ है त। मैले एउटा प्यानमा थोरै तेल राखेकी छु र अब यो सबै म्यारिनेट गरेको माछाहरू फ्राई गर्ने। मैले सबै माछाहरू राख्दै छु। र माछाहरू सबै अर्कोपट्टि फर्काउने। माछा रातो हुने गरी फ्राई गर्नुपर्छ। र माछा रातो भइसकेको छ। मैले सबै माछाहरू निकाल्दै छु र बाँकी माछाहरू पनि त्यसरी नै फ्राई गर्ने। र यो माछाहरू पनि फर्काउने फेरि। यो माछाहरू पनि फ्राई भइसकेको छ। मैले सबै माछाहरू झिकेर राख्दै छु। र माछाहरू सबै फ्राई भएर तयार भइसकेको छ। अब माछाको रस बनाउनतिर लाग्दैछु। मैले एउटा प्यानमा तोरीको तेल राखेँ र तोरीको गेराहरू फुराउने र यसमा प्याज फुराउने। प्याज मैले मिडियम साइजको 2टा काटेको, किनकि माछाको झोल बनाउनु छ भने प्याज पनि धेरै नै भएको राम्रो हुन्छ। प्याजलाई ब्राउन कलर हुन्जेलसम्म यसरी नै भुट्नुपर्छ। र प्याज यतिको भइसकेपछि यसमा मैले टमाटर राख्दैछु। टमाटर पनि मैले 2टा काटेको मिडियम साइजको। र टमाटरलाई पनि यसरी नै चलाउँदै पकाउनुपर्छ। प्याज र टमाटर यतिको भइसकेपछि यसमा मैले 2 चम्चा जति तोरी हालेँ। तोरी मैले भुटेर पिसेको र अदुवा र लसुनको पेस्ट र अदुवा टुक्रा पारेर पनि हालेकी छु। गरम मसला 1 चम्चा, बेसार आधा चम्चा, स्वाद अनुसार नुन, 1 चम्चा धनिया र जिराको पाउडर हालेर मसलाबाट तेल नछुट्टेसम्म यसलाई भुट्नुपर्छ। यसरी भुट्दा माछाको झोलमा राम्रो रङ्ग र बास्ना दिन्छ। र ग्यासको हिट मिडियम राखेर यसलाई छोप्दै 3 मिनेट जति पकाउनु पर्ने हुन्छ। मसला पाकिसकेपछि यसमा आवश्यकता अनुसार पानी राख्ने। आफूलाई झोल कति मनपर्छ त्यही अनुसार नै पानी राख्दा हुन्छ। र यो झोललाई एकछिन पाक्न दिने। झोललाई उम्लिन दिनुपर्छ। र अब यसमा अघि फ्राई गरेर राखेको सबै माछाहरू राख्ने र 3 देखि 5 मिनेट जति यसलाई यसरी नै पकाउने। अब माछा पाकिसकेको छ र यसमा हरियो धनिया हालेर चलाउने। अब तयार भयो मिठो झोलिलो माछा। आजको रेसिपी तपाईहरुलाई कस्तो लाग्यो? मन पर्यो भने भिडियोलाई लाइक, शेयर गर्नुहोला र च्यानललाई सब्स्क्राइब गरेर साथ दिनुहोला। भिडियो पुरा हेरिदिनु भएकोमा हजुरहरु सबैजनालाई धेरै धेरै धन्यवाद।
फेरि अर्को रेसिपीमा भेटौँला। थ्यांक यू।